सेवारो नमस्कार। हजुरहरूलाई मेरो भिडियोमा स्वागत छ र तपाईहरुको माझमा आज पनि नयाँ भिडियो लिएर आएको छु। यो भिडियो चाहिँ चिनी फुलको छ र अस्तिको भिडियोमा चाहिँ तपाईहरुलाई चिनी फुल मैले रोप्दै गरेको अथवा चिनी फुल चाहिँ नर्सरीबाट मैले सार्दै गरेको तपाईहरुको माझमा भिडियो लिएर आएको थिए र यो चिनी फुल चाहिँ तपाईहरुलाई अप्रिलमा फुल्छ पनि भनेको थिए त्यो समयमा र यो चाहिँ ठक्कै अप्रिलमा फुल्छ र तपाईहरुको माझमा यो फुलेको पनि चिनी फुल फुलेको पनि म तपाईहरुकोमा भिडियो लिएर आउँछु र तपाईहरुलाई देखाउने छु भनेर त्यो भिडियोमा मैले भनेको थिएँ अगाडि नै र आज चाहिँ त्यही मैले जुन तपाईहरुको माझमा भनेको थिएँ र त्यही बोली पूरा गर्नुको लागि चाहिँ तपाईहरुको माझमा म आज चिनी फुल जुन मैले रोपेको चिनी फुल जुन अप्रिलमा फुल्छ भनेको थिएँ जुन मैले जनवरीमा रोप्दै गरेको फुल थियो र त्यो चाहिँ अप्रिलमा फुल्छ र अप्रिलमा फुलेपछि म तपाईहरुलाई भिडियो देखाउँछु भनेर तपाईहरुलाई भनेको थिएँ र आज त्यही भिडियो त्यही फुल फुलेको भिडियो लिएको छु र यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ र यो यसपालि चाहिँ मेरोमा दुई प्रकारको छ दुई तीन प्रकारको मात्रै छ चिनी फुल र यो तपाईहरुले यहाँ देख्नुहुँदैछ सेतो पनि छ र अरु पनि छ र यो चाहिँ चिनी फुल चाहिँ तपाईको डेमा मात्रै राम्रो फुल्छ र यो अरु बेला चाहिँ फुल्दैन र नाइट भएपछि जुन घाम अस्ताउन थालेपछि चाहिँ यो चाहिँ फुलेको पनि डल्लो भइहाल्छ र डेमा पनि घाम नलागेको बेला चाहिँ यो राम्रो फुल्दैन र घाम यो राम्रो फुल्नु र राम्रो देख्नुको लागि चाहिँ यो घाम लागेकै हुनुपर्छ र घाम लागेको बेला चाहिँ अति नै राम्रो फुल्छ एकदमै यो फुलेको बेला राम्रो पनि देख्छ र यो घाम नलागेको बेला चाहिँ यो त्यस्तो राम्रो फुल्दैन त्यो एकदम फटाकफिटिक मात्रै फुल्छ यो जुन फुलेको घाम अस्ताएपछि फेरि डल्लो भइहाल्छ र भोलि फेरि घाम लागेपछि त्यही डल्लो नै फेरि फक्रेर र फुल भएर फुली निक्लिन्छ र यो फुल्नुको लागि चाहिँ एकदम घाम मज्जाले लागेको हुनुपर्छ र यसको गुण चाहिँ त्यस्तो छ घाम लागेको बेला फुल्छ र घाम नलागेको बेला चाहिँ त्यस्तो राम्रो फुल्दैन र एकदमै यसको गुण चाहिँ यो प्रकारको छ र यो चाहिँ एकदमै तपाईहरुले पटमा रोप्दा पनि हुन्छ र ग्राउन्डमै रोप्दा पनि हुन्छ तपाईहरुले ग्राउन्डमै रोपेको चाहिँ राम्रो देखिन्छ र एकदम नर्सरी जस्तै रोपेको चाहिँ राम्रो देखिन्छ र यसरी नै तपाईहरुलाई आउने दिनमा पनि म भिडियो तपाईहरुको माझमा लिएर आउने छु र आज चाहिँ यही भिडियोबाट बिदा माग्छु। धन्यवाद।